यस्तो छ बालासनको बाटो दार्जिलिङको। लङ भिडियो चाहिँ अलिक लामो भिडियो हुन्छ। बालासन यो कमान जाने एरिया हो, बाटो हो। यस्तो छ। लाइक सब्सक्राइब गर्नु नबिर्सिनु होला। सब्सक्राइब गर्नु नबिर्सिनु। बेल हेल्प गर्नु होला। यस्तो रहेछ बालासनको बाटो। हेर्नुहोस् है, यताबाट भ्यू पोइन्ट पनि जान्छ। भ्यू पोइन्टको पनि मेरो लङ भिडियो पनि छ सबै। यहाँ चाहिँ चितुवा लाग्छ। चितुवा लाग्ने बाटो हो। यहाँनिर चाहिँ चितुवा राति भएपछि चितुवा निक्लिन्छ। दार्जिलिङको यो चाहिँ लङ भिडियो। जाडो मौसम भएको बेलामा हो दामी निक्लेको छ नि भ्यू। दार्जिलिङ भ्यूहरू कस्तो लाग्छ तपाईहरुलाई कमेन्ट गर्नु होला, लाइक गर्नु होला, शेयर गर्नु होला, सपोर्ट गर्नु होला। हजुरहरुको सपोर्टले अहिले यतिसम्म आइपुगेको छ। किन जान्छ ग्राउन्ड यतैबाट जान्छ। ग्राउन्ड मल माथिबाट माथि पेट्रोल पम्प त्यो रङबाट पेलगाम जानु भएको है त ब्रो। पेलगाम हो ओरा झर्नुस् न त्यहाँ पार्क हुनु गएको है त्यहाँ उता फिर इसे घूमने के लिए पेलगाम भनेको यता भित्र पर्छ। पेलगाममा लाइक सब्सक्राइब गर्नु नबिर्सिनु होला। यस्तो छ जग्गा दार्जिलिङको। भ्यू पोइन्ट गएको छ अस्ति उयोमा हालेको छ भ्यू पोइन्टको हुन्छ।